Hello and welcome back to my YouTube channel. कति अड लाग्छ कि फेरि यार कति दिनपछि बोल्न लागेछ फेरि यार यो फेरि धेरै महिनापछि महिना हप्तापछि बनाएर छु म फेरि ब्लग हो कि के पो बनाउनु भन्नु पनि आउँदैन मलाई म यो फेरि आज किन बनाउँदैछु भनेपछि आज चाहिँ हाम्रो हजुरबुवाको पनि बुवा हैन हाम्रोबाट चाहिँ आज भन्छन् हजुरबुवाको पनि बुवाको चाहिँ आज श्राद्ध छ अनि त्यसपछि म जाँदैछु तर मलाई एक्लै जान चाहिँ अलिकति गाह्रो लागिरहेछ अब गाह्रो भन्नाले अब धेरैजना हुन्छन् अनि अब एक्लै बस्नुपर्छ अनि गाह्रो मानेर चाहिँ म आफ्नो एउटा स्टुडेन्टलाई बोलाएर छु हैन भाइलाई बोलाएर छु कि आइज पार्टी छ मासु भात खान जाउँ भनेर चाहिँ मैले त्यसलाई त्यो सोचेर वा मतलब त्यो भनेर चाहिँ बोलाएर छु मेसेजमा त्यो गरेँ त्यो चाहिँ अनि मखेर आइरहेछ ल भनेर आउँदैछ हैन ल लास्ट त्यहाँ लगिसके यसको रियाक्सन कस्तो होला भनेर चाहिँ मैले यो भिडियो बनाउन खोजेको एक्चुअली ल अब त्यहाँ म जाँदैछु अनि त्यसपछि त्यसलाई रिसिभ गर्छु त्यसपछि त्यसलाई लग्छु हेरौँ कस्तो हुन्छ अनि गाइस ठ्याक्क म चाहिँ यहाँ डिभोटीनिर पुगिहालेँ हैन अनि अब मैले चाहिँ यहीँ बोलाएको थिएँ अनि त्यो चाहिँ आइरहेछ अगाडिबाट अनि सिम्पली अब मलाई चाहिँ बुझेअनुसार चाहिँ अब हाम्रो यस्तो श्राद्धहरूमा चाहिँ अलिक जति धेरैजना मान्छे त्यति राम्रो हुन्छ भन्ने हो अब होइन यो अरूलाई लगेर नराम्रो चाहिँ हुँदैन त्यही पनि अब मजाले यस्तो लग्यो भन्ने चाहिँ नसोच्नु होला होइन ल गाइस होइन अब आइसक्यो म अब हामी गइरहेको छौँ मासु भात खान अब हुन्छ नि रमाइलो हजुरको त कमब्याक हुन्छ अब रियल कमब्याक ल गाइस होइन अब हामी आइसक्यो पार्टीवाला ठाउँमा अनि त्यहाँ पार्किङमा जानुभएको छ गुरु ल हेलमेट निकालेर पुरा हिरोवाला स्ट्यान्डमा यहाँ कमिङ ब्याक भइरहेछ अनि अब मलाई बोलाइरहन् ल अब पार्टी भनेर मलाई कहाँको पार्टीमा लगेर आएँ ल त्यही हिरोवाला एन्ट्री अब यहाँ यता पार्टी ल कस्तो हुन्छ ल गाइस पछि हेरौँ चाहिँ ल अब यहाँ मासु भात खान आएपछि कस्तो लागिरह ल अब सिधै आएर खाए त हुन्छ र त्यो मासु भात खाने ठाउँ के कस्तो ठाउँ हो भने थाहा छ कि नि मान्छेलाई टक्ला देखिरह प्रतिबन्धन भयो होला नि प्रतिबन्धन होइन यार मान्छे बितेको ठाउँ अस्ति बोलामी गएको थियो कि नै म खुसी छ नि अनि के म रुइराखौँ ल नै खाना त मासु भात नै खान पाउँछस् त होइन अरू त्यस्तो भेज पनि हुँदैन मासु भात नै खान पाउँछस् कि तर ठाउँ चाहिँ अलिक फरक हो पार्टीलाई लिएर श्राद्धमा जानुपर्छ पार्टी भन्नु बस श्राद्ध एक्सपेक्टेसन भर्सेस रियालिटी वाला सिस्टम भयो मसँग ठिक छ होइन अब मैले के मासु भात दिनु पर्यो मासु भात हुन्छ मैले के सोचेको छु यार अब जानु त पर्ने छ अब एक्लै गएपछि लास्ट अर्डर अब यत्रो मान्छे हुन्छ बुढापाका आफ्नै साथी हुन्छन् म भने तल्ल पर्छु अब हाम्रो बड्डा यार कहाँ हुन्छ यार कतिखेर आउँछन् अनि अब साथी त चाहियो साथी भएपछि अलिकति त हुन्छ अनि त्यसपछि बोलाउनु भनेको यसलाई बोलाउँछु होइन मासु भात ठ्याक्क निन्द्राबाट उठेर हेर्छु मेसेज आऊ मासु भात होटल आएन शङ्कर ठिक छ अब उता भिडियो बनाए चाहिँ झन् अलि राम्रो हुन्थ्यो कि तर त्यता भिडियो बनाउनु अलि मिल्दैन यत्रो मान्छेहरू कहाँ भिडियो बनाउनु लगाएछ अब रियाक्सन देख्नुभयो होइन अब यसलाई यस्तै कोटाइहाल्छु यो भिडियोलाई सो गाइज होइन हजुरले भिडियो पनि देख्नुभयो र मैले त्यसपछि चाहिँ भिडियो बनाएन किनभने चाहिँ त्यो ठाउँमा चाहिँ अब बुढापाका पनि हुन्छ सो सबैले बुझ्दैन एन्ड मैले त्यतिमै भिडियो इन्ड गरेँ एन्ड सो गाइज ल भेटौँ ल नेक्स्ट भिडियोमा